100 डिग्री सेल्सियसमा उम्लेको अलिकति तातो पानी शरीरमा खस्दा हामीलाई असह्य पीडा हुन्छ। कल्पना गर्नुहोस् त, यदि त्यो तापक्रम 5000 डिग्री सेल्सियस पुग्यो भने के होला। यो तापक्रममा मानिसको शरीरले पोल्ने समय नै पाउँदैन, बरु एकै पलमा खरानी र बाफ बनेर हावामा मिलाउँछ। यस्तै भएको थियो सन् 1945मा जापानले भोगेको न्युक्लियर बमको विभत्स घटनामा। अमेरिकाले खसालेको न्युक्लियर बमले हिरोसिमा र नागासाकीमा गरी 2 लाख मानिसको ज्यान लियो र जमिनलाई मरुभूमि जस्तै बनाइदियो। यो घटनाको कहानी सुन्दा अहिले पनि सिरिङ्ग हुन्छ। पृथ्वीमा अब कहिल्यै यस्ता त्रासदीपूर्ण घटना नहुन् भनेर धेरैले प्रार्थना पनि गर्छन्। तर अहिले अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि भइरहेको भयानक युद्धले फेरि न्युक्लियर बमको त्रास फैलिएको छ। आउनुहोस् जानौं न्युक्लियर अर्थात् आणविक बम बारे। न्युक्लियर वा आणविक बम भनेको के हो? आणविक प्रतिक्रिया न्युक्लियर रियाक्सनबाट ऊर्जा पैदा गरी भयानक विस्फोट गराउने बम नै आणविक बम हो। यो साधारण विस्फोटक पदार्थ भन्दा हजारौं र लाखौं गुणा बढी शक्तिशाली हुन्छ। जब यो बम फुट्छ, यसले शक्तिशाली धक्का, ब्लास्ट वेव, तीव्र प्रकाश, इन्टेन्स लाइट, चरम गर्मी, हिट र घातक विकिरण, रेडिएसन गरी 4 प्रकारका ऊर्जा बाहिर निकाल्छ। यस्ता बमलाई मिसाइल वा जहाजबाट खसाल्ने गरिन्छ। न्युक्लियर बमको विनाश क्षमता कुनै पनि अन्य हतियारसँग तुलना गर्न सकिँदैन। विस्फोटको 10 सेकेन्डभित्रै एउटा विशाल आगोको गोला बन्छ, जसले आफ्नो घेराभित्रको सबै कुरालाई बाफ, भेपर बनाइदिन्छ। जापानमा प्रयोग भएको बम विस्फोटपछि केही मानिसका मृत शरीर केवल छाया जस्तो मात्रै देखिएको र केही समयमा बाफ बनेर उडेका विभिन्न खबरहरूमा उल्लेख छ। यसले हावामा यस्तो तीव्र दबाव सृजना गर्छ कि भवनहरू तासका पत्ता जस्तै उड्छन् र मानिसका भित्री अङ्गहरू समेत क्षणभरमै खरानी वा बाफ बन्छन्। यसले विस्फोटबाट निस्केको धुलो र धुवाँ 10 मिनेटमै 500 फिट भन्दा माथिसम्म पुगेर च्याउको आकार बनाउँछ। हावामा रेडियोधर्मी कणहरू फैलिन्छन्। यसले क्यान्सर, आनुवंशिक क्षति, जेनेटिक ड्यामेज र डिएनएमा परिवर्तन ल्याउँछ, जसले गर्दा पुस्तौंसम्म असर पर्छ। बमले असर परेको क्षेत्रमा कयौं वर्षसम्म कुनै पनि वनस्पति बाँच्न सक्दैनन्। कत्रा हुन्छन् त आणविक बमहरू? न्युक्लियर बम एउटै साइजको हुँदैन, प्रकार र टेक्नोलोजी अनुसार फरक हुन्छ। जस्तै हिरोसिमामा प्रयोग भएको लिटल बोय नामक आणविक बमको तौल करिब 4400 केजी थियो। त्यस्तै नागासाकीमा खसालिएको फ्याटम्यान नामक आणविक बमको तौल 4600 केही हाराहारी थियो। तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने बमको तौल 4000 केजी हाराहारी भए पनि त्यसले 15 किलोटन अर्थात् 15000 टन टिएनटी बराबरको ऊर्जा उत्पादन गर्न सक्षम थियो। आधुनिक हाइड्रोजन बमहरू 10 देखि 25 मेगाटन अर्थात् 10,000 देखि 25,000 किलोटन सम्मका छन्। यिनले उत्पादन गर्ने ऊर्जा करोडौं केजी बराबरको हुन्छ। एउटा शहरमा करोडौं केजी बराबरको ऊर्जा विस्फोट भयो भने के होला? अहिले बनेका एउटै बमले करोडौं जनसङ्ख्या भएको पूरा शहरलाई एकै झट्कामा नामेट पार्न सक्छ। कसरी बन्छ त आणविक बम? आणविक बम बनाउन विशेष प्रकारका रेडियोधर्मी पदार्थहरू प्रयोग गरिन्छ, जस्तै युरेनियम 235 वा प्लुटोनियम 239। हिरोसिमामा खसालिएको बम युरेनियमबाट बनेको थियो भने नागासाकीमा खसालिएको बम प्लुटोनियमबाट बनेको थियो। यी बम खास गरी 2 प्रक्रियाबाट बन्छ, न्युक्लियर फिसन अर्थात् टुक्र्याएर र फ्युजन अर्थात् जोडेर। न्युक्लियर फिसनमा आणविक बममा युरेनियम वा प्लुटोनियम जस्ता भारी परमाणुको केन्द्र न्युक्लियसलाई टुक्र्याएर अथाह ऊर्जा निकालिन्छ। 1 केजी युरेनियम पूर्ण रूपमा फुट्दा 17.5 किलोटन टिएनटी बराबरको विस्फोट गराउन सक्छ। न्युक्लियर फ्युजनमा हाइड्रोजनका परमाणुहरूलाई जोडेर हिलियम बनाइन्छ। यसलाई हाइड्रोजन बम पनि भनिन्छ। फ्युजन प्रक्रियाबाट बनेको बम फिसन प्रक्रियाबाट बनेको बम भन्दा हजारौं गुणा बढी शक्तिशाली हुन्छ।
सुरक्षाको कारण यी बम कसरी बनाइन्छ भनेर विस्तृतमा खुलाउन वा सार्वजनिक रूपमा जानकारी दिन अन्तर्राष्ट्रिय कानून र सन्धिले प्रतिबन्ध लगाएको छ। कसरी भयो त आणविक बमको विकास र प्रयोग? आणविक बमको विकास दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले म्यानह्याटन प्रोजेक्ट अन्तर्गत गरेको हो। दोस्रो विश्वयुद्धका क्रममा जापानले अमेरिकाको सैन्य बेस पर्ल हार्बरमा व्यापक हमला गरेको थियो। त्यसको बदलामा अमेरिकाले जापानका केही टापुमा आफ्ना सेना पठाएर त्यहाँको साम्राज्यमाथि धावा बोल्यो, तर दुवैतर्फ गरेर ठूलो क्षति भयो। जति गर्दा पनि जापानी साम्राज्य आत्मसमर्पणको लागि तयार नभएपछि अमेरिकाले आणविक बमको क्षेत्रमा काम थालेको थियो। आणविक बम बनाउने योजनाको नेतृत्व वैज्ञानिक जे रोबर्ट ओपनहाइमरले गरे। 16 जुलाई 1945 मा न्यू मेक्सिकोको मरुभूमिमा ट्रिनिटी नामक पहिलो आणविक बमको सफल परीक्षण गरियो। परीक्षणको विशाल शक्ति देखेर ओपनहाइमर स्वयं आश्चर्यचकित बनेका थिए। जापानले आत्मसमर्पण नगरेपछि अमेरिकाले यसको पहिलो प्रयोग गर्यो। 6 अगस्त 1945 सोमबार शान्त बिहानी थियो। नीलो आकाश र चम्किलो घामलाई साक्षी राखेर मानिसहरू दैनिकीलाई अघि बढाउँदै थिए। अचानक बिहान 8 बजेतिर अमेरिकी बम वर्षक विमानले लिटल बोय नामक युरेनियम बम हिरोसिमामा खसाल्यो। त्यो बम खस्ने बित्तिकै कुरा खरानी भयो, मानौ सूर्य नै धरतीमा ओर्लियो। 4000 डिग्री सेल्सियसको तापले मानिसलाई क्षणभरमै बाफ बनाइदियो। ढुङ्गाहरूमा मानिसको छाप मात्र बाँकी रह्यो। यस विस्फोटले 1,40,000 भन्दा बढीको ज्यान लियो। शहरको 70% भाग ध्वस्त भयो। त्यसको 3 दिनपछि 9 अगस्तमा फ्याट म्यान नामको प्लुटोनियम बम खसालियो, जसले करिब 70,000 मानिसको ज्यान लियो। विस्फोटपछि आकाशबाट विषाक्त र रेडियोधर्मी कालो वर्षा भयो, जसले गर्दा बाँचेकाहरू पनि गम्भीर बिरामी परे। आणविक बमका खतरा के हुन्छन्? आणविक बम खसालिएपछि यसको असर ठूलो विस्फोटमा मात्र सीमित हुँदैन, बरु त्यसले तत्कालदेखि कयौं वर्षसम्म विभिन्न खतराहरू उत्पन्न गर्छ। सबैभन्दा पहिले विस्फोटसँगै निस्किने ब्लास्ट वेभले मानिसलाई ऐया पनि भन्ने मौका नदिन सक्छ। वरपरका भवन, सवारी साधन र संरचनाहरूलाई पूर्ण रूपमा ध्वस्त बनाउँछ। त्यससँगै अत्याधिक ताप उत्पन्न हुन्छ, जसले केही क्षणमै मानिसको छाला डढाउने, कपडा जलाउने र शहरका विभिन्न स्थानमा ठूलो आगलागी फैलाउने काम गर्छ। यसपछि आउने अर्को ठूलो खतरा विकिरण रेडिएसन हो। रेडिएसन आँखाले देख्न नसकिने तर अत्यन्त हानिकारक हुन्छ। विस्फोटको नजिक रहेका मानिसहरूले तुरुन्तै विकिरणको असर भोग्न सक्छन्, जसमा उल्टी आउने, शरीर कमजोर हुने र केही दिन वा हप्तामै मृत्यु हुन सक्छ। विकिरणका कारण क्यान्सर, रक्त सम्बन्धी रोग र सन्तानमा आनुवंशिक समस्या समेत देखिन सक्छन्। विस्फोटपछि आकाशमा पुगेका रेडियोधर्मी कणहरू बिस्तारै धुलो वा वर्षा जस्तै जमिनमा झर्छन्। यसले जमिन, पानी र खाद्य सामग्रीलाई दूषित बनाउँछ, जसका कारण प्रभावित क्षेत्र लामो समयसम्म बस्न अयोग्य हुन सक्छ। साथै आणविक विस्फोटले इलेक्ट्रोनिक प्रणालीमा पनि असर पार्छ, जसका कारण मोबाइल, सञ्चार प्रणाली र विद्युत पूर्वाधार ठप्प हुन सक्छ। हिरोसिमा र नागासाकी बम विस्फोट जस्ता घटनाहरूले देखाए चाहिँ यसको प्रभाव पुस्तौंसम्म रहन सक्छ। यदि ठूलो स्तरमा आणविक युद्ध भयो भने यसको धुवाँले सूर्यको प्रकाशलाई धरतीमा आउन दिँदैन, जसलाई न्युक्लियर विन्टर भनिन्छ। यसले पृथ्वीको तापक्रम निकै घटाउँछ र बालीनाली नष्ट हुन्छ। संसारमा रहेका कुल आणविक हतियारको 1% भन्दा कम प्रयोग भएमा पनि 2 अर्ब मानिस भोकमरीले मर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन्। अहिले कुन देशसँग के कति हतियार छन्? हाल विश्वमा करिब 12,331 आणविक हतियारहरू छन्। यी हतियारको 90% भन्दा बढी हतियार रुस र अमेरिकासँग मात्र छन्। अमेरिकामा 5,459 हतियारहरू छन् भने रुसमा 5,277 वटा हतियार विभिन्न अवस्थामा रहेको अनुमान गरिन्छ। त्यस्तै चीनमा 600, फ्रान्समा 290, बेलायतमा 225, भारतमा 180, पाकिस्तानमा 170, उत्तर कोरियामा 50 र इजरायलमा 90 वटा आणविक हतियार रहेको अनुमान छ।
यद्यपि इजरायलले आफूसँग आणविक हतियार रहेको कुरा आधिकारिक रूपमा स्वीकारेको छैन। यस्तै टर्की, बेल्जियम, जर्मनी, नेदरल्यान्ड्स, बेलारुस लगायतका देश पनि आणविक हतियार बनाउने क्रममा छन्।